मेरो 80 कोइन कलेक्ट भइसकेको छ। अहिले मेरो लेभल 35 छ भने अब यसरी नै यो गेम खेल्ने अरू यसमा खासै केही छैन साथीहरू। यति तपाईँले मिलाइदियो भने पुगिहाल्छ। यसरी मिलाउँदै जाने यसलाई, अरू केही गर्नु पर्दैन। यसरी मिलाइदिनुहोस्, यसरी मिलाइदिनुहोस्। यो भइहाल्छ। अब फेरि अर्को लेभल मेरो अहिले 10 लेभल पुगिसकेको। खेल्ने भनेकै यसरी हो भने अब यसबाट हामीले विथड्र निकाल्ने कसरी हो, म ब्याक जान्छु। अब विथड्र भनेको चाहिँ तपाईँले यहाँ माथि जुन पोइन्ट अघि मेरो 45 थियो भने 62 भइसकेको छ। यहाँ जानुहोस्। यहाँ गइसकेपछि अब तपाईँले चाहिँ सिलेक्ट गर्न सक्नुहुन्छ केमा निकाल्ने भन्ने कुरो छ यसमा। यसमा हामीले बाइनेन्समा निकाल्न सक्यो, युपिआईमा, गिफ्ट कार्डमा र पेपालमा, तीनटामा निकाल्न सक्यो। यसले युएसडिटी भनेको यसको मिनिमम युएसडिटी भनेको 0.5 युएसडिटी यसको चाहिँ विथड्र लेभल छ। तपाईँले यसरी यो निकाल्न सक्नुहुनेछ भने अब मेरो 0.5 पुगेको छैन। अब पुगेपछि म निकाल्छु। यसले विथड्र पनि तपाईँको तुरुन्तै दिइहाल्छ। रनिङ हुन्छ नि त 8 चले बापत यसले पनि कमाउने हो भने त्यसको 50% हामीलाई चाहिँ यसले दिने गर्छ। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने साथीहरू कृपया लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। अर्निङ साइट भिडियोहरू म अरू लिएर आउने छु हजुरहरूको लागि। एकदमै जेन्युन प्लेटफर्म हो यो। यसमा तपाईँले चाहिँ खालि पजलहरू मात्रै मिलाउने, अरू गर्नुपर्ने केही पनि छैन। यसमा खालि फिचरहरू पनि खास केही छैन। यति नै हो। अब एड हेरे बापत यहाँ दिएको छ तपाईँलाई। अब यो सो एड भनेको छ, सो एड। अब 50 कोइन, 300 कोइन, 500 कोइन, यो 8 चोटि हेर्नुभयो, यो 5 चोटि हेर्नुभयो, यो 2 चोटि हेर्नुभयो भने यसरी पाउनुहुनेछ। जस्तो यो यसरी नै एड हुने हो साथीहरू होइन। अब यसमा चाहिँ तपाईँले गर्ने भनेको खालि गेम मात्रै खेले हुन्छ, अरू केही गर्न पर्दैन। आजको लागि भिडियो यति नै भनेछ साथीहरू। फेरि अर्को नेक्स्ट भिडियोमा अपलोड गर्नेछु। हस् त, धन्यवाद।